परमेश्वरले सृष्टि गर्नुभयो आफ्नै स्वरूपमा त्यसमा मृत्यु थिएन तर त्यस उनले पाप गरे दुईजनाले शैतानलाई जित्ने आउनुहुनेछ भनी भन्नुभएको थियो परमेश्वरले आदम र हव्वालाई। एकजना व्यक्ति शैतानलाई जित्ने आउनुहुनेछ भनी भन्नुभएको थियो परमेश्वरले आदम र हव्वालाई। हेरौँ नि संसारमा पाप रहित जीवन प्रकृति नाचेको प्रकृति नाचेको ख्रिस्टलाई पाएदेखि मेरो जीवन बाँचेको ख्रिस्टलाई पाएदेखि मेरो उपस्थित हुनुहुन्छ सम्पूर्णलाई मेरी क्रिस्टस भन्दै ख्रिस्टे अभिवादन जय मसीह नमस्कार टक्राउँछु। नमस्कार। म यहाँ संसारमा ख्रिस्ट यीशु आउनुभयो 2000 वर्ष अगाडि मानव रूप लिएर खुसीको सन्देश दिनलाई स्वर्गदूत आउनुभएको थियो 700 वर्ष अगाडि ख्रिस्ट यीशु जन्मनुभन्दा अगाडि। यसको मतलब कहिले झन् नै 3000 वर्ष अगाडिको कुरा भयो जुन चाहिँ अगमवक्ताद्वारा भनिएको कुरा। तर 2025 वर्ष भइसक्यो यीशु ख्रिस्ट संसारमा आउँदाखेरिमा संसारलाई दुई भाग बनाउनु भयो भन्दाखेरिमा आज सम्पूर्ण संसारमा ख्रिस्ट यीशुलाई उहाँको अब ईस्वीसम्म 2025 चल्दैछ संसारभरि पहिलोको जुन हामी भाडा मार्दैछौँ।